बजारको फोहोरको आलोचना भएपछि महतो खुलासा गरे वास्तविक कुरा। महोत्तरीको गौशाला बजार फोहोर भएपछि जनसमुदायले गरेको आलोचनालाई चिर्दै देवनारायण महतोले वास्तविक कुरा खुलासा गरेका छन्। बजारमा नियमित रूपमा सरसफाई हुने गरेको भए पनि बजारमा घर भएका व्यापारीहरूले घरको छतबाट फोहोर फाल्ने गरेको महतोले गुनासो गर्नुभयो। उहाँ भन्नुहुन्छ, मा जानकी वस्त्रालयका सञ्चालक राबी कुमारले आफ्नो 3 तले घरको छतबाट बच्चाको डाइपर सहितका फोहोर सरसफाई कर्मचारीको शरीरमाथि नै फालेका थिए। सरसफाई कर्मचारी पटक पटक सम्झाउँदा पनि नमाने पछि उनीहरूले शनिबार कुमारले फालेको फोहोर पुनः उनकै घरमा अगाडि लगेर राखिदिएपछि कुमार ती सम्पूर्ण फोहोर बीच बजारमा फालेपछि जनसमुदाय र व्यापारीले आलोचना गरेका थिए। वास्तविक रूपमा बजार सरसफाईमा सरसफाई कर्मचारी मात्र नभएर सम्पूर्ण बजारवासी व्यापारीहरू एकजुट भए मात्र सम्भव हुने, नभए सधैँ विवादको बाटो सिर्जित हुने महतोले बताउनुभयो।